शुभ बिहानी सबैजनालाई। तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै छु। र यहाँ पानी परेको 3 दिन भइसक्यो। अझै पनि पानी परिरहेको छ। देख्नु हुँदै होला तपाईहरुले। र फगी लागेर केही पनि देख्न सकेको छैन। एकदमै चिसो हावा पनि आउँदैछ र जाडो पनि भइरहेको छ। पानी ज्यादा परेर बाटोहरु पनि एकदमै हिलो भइरहेको छ।